हेलो दर्शकवृन्दहरू। आज चाहिँ तपाईँहरूलाई मैले यो ठाउँमा ल्याइ पुर्याएको छु। तपाईँहरूले यो गेट देखेर कुन ठाउँ हो भनेर अनुमान लगाइसक्नु भएको छ। आज चाहिँ म यो ठाउँको परिसरमा रहेको दृश्यहरू चाहिँ के कस्तो छ देखाउन गइरहेको छु। कृपया हेरिदिनु होला। यस प्रवेशद्वारबाट चाहिँ म प्रवेश गर्न लागिरहेको छु। अहिले चाहिँ तपाईँहरूले यति बेला देख्न सक्नुहुनेछ, यो चाहिँ साकेला गाउँपालिकामा अवस्थित रहेको ताओ भन्ज्याङ तपाईँहरूले देख्न सक्नुहुनेछ। यो चाहिँ ताओ भन्ज्याङमा रहेको संरचनाहरू है गाइज। यहाँबाट चाहिँ हामीले टेम्की नजिकै देख्न सक्छौँ। टेम्कीको काखमा चाहिँ हामी अहिले छौँ है। टेम्कीको काखमा रहेको छ ताओ भन्ज्याङ, पानधारे बजार। अनि यो पारीको डाँडातिर पनि गएर तपाईँहरूलाई म देखाउनेछु। हेर्नुहोस् पारीको भ्यूहरू कस्तो दामी देखिरहेको छ है, वन जङ्गलहरू। यो पारीको डाँडा चाहिँ सेल्मे डाँडा रहेको छ। एउटा गीत छ नि, टेम्के र सेल्मे हाराहार है, टेम्के र सेल्मे हाराहार, हाराहार लै लै हाराहार, चेली र माइती बराबर है, चेली र माइती बराबर, बराबर लै लै बराबर। भन्नुको मतलब त्यो सेल्मे डाँडा भनेदेखि सट्ट यता लिएर चाहिँ त्यो टेम्के डाँडा ट्याक्क बादल मुनि देखिरहेको छ है। हामीले चाहिँ यसरी देख्न सक्छौँ टेम्के डाँडा। यो चाहिँ टेम्के डाँडाको भ्युटारहरू रहेको छ, हेर्न सक्नुहुनेछ तपाईँहरूले। आजको चाहिँ एकदमै राम्रो मौसमहरू चाहिँ उग्रिआएको छ, तपाईँहरूले देख्न सक्नुहुनेछ। यस ठाउँमा अहिले चिया पनि विस्तार भइरहेको छ। यो जुन क्षेत्रहरूमा चाहिँ तपाईँहरूले चिया देख्न सक्नुहुनेछ, यो चाहिँ चियाको बिरुवाहरू रहेको छ यसरी गाइजहरू। यहाँ चाहिँ चिया विस्तार गरिँदैछ यो एरियातिर होइन। यो भूभागमा चाहिँ यो जुन देखिएको गरा गरा यो भूभागमा चाहिँ चियाको बिरुवाहरू चाहिँ विगत 4-5 वर्षदेखि चाहिँ लगाउँदै आइरहेको छ। यहाँ मैले देखिरहेको छु। ल हेर्नुहोस्, यो ठाउँमा चाहिँ शौचालय पनि कस्तो दामी होइन, चिटिक्क परेको कलर होइन गरेर हेर्नुहोस् त कस्तो दामी बनाउनु भएको छ, दामी खालको होइन। यो चाहिँ फोटो खिच्नको लागि फ्रेम बनाइएको छ। यहाँनिर चाहिँ रातिको लागि चाहिँ कस्तो दामी बत्ती पनि राखिएको छ होइन, झिलमिली बत्ती। चाहिँ राति पनि राम्रो दृश्य देखियोस् भनेर चाहिँ यहाँ लाइन जडान गरिएको छ, बत्ती राखिएको छ। फोटो खिच्नको लागि मान्छेलाई चाहिँ होइन लोभ्याउनको लागि, आकर्षण गर्नको लागि चाहिँ यस्तो यो फोटो खिच्ने फ्रेम, जुन फोटोमा राखिने फ्रेमहरू देखिन्छ नि, फ्रेमहरू बनाइएको छ यहाँ यसरी। त्यो पारीको डाँडातिर पनि फ्रेमहरू छ, म तपाईँहरूलाई देखाउन त्यतातिर पनि जान्छु होइन। यो तल्लो संरचनाहरू पनि म तपाईँहरूलाई देखाउन जाँदैछु अहिले। यो ठाउँ चाहिँ एकदमै राम्रो छ। तपाईँहरू पनि कति धेरै मान्छेहरू त घुमिसक्नु भएको छ होइन। अन्य नघुम्नु भएको महानुभावहरूलाई चाहिँ म यस ठाउँमा एकचोटि घुम्न आउन आग्रह गर्दछु। साकेला गाउँपालिकाको सौन्दर्यता हेर्नुहोस् ल, एकदमै राम्रो छ होइन, बब्बाल बनाउनु भएको छ। यो बस्नको लागि भवन बनाएको छ, जुन ट्रस्ट भवनमा चाहिँ पानी परेको बेला कोही पनि यहाँ पर्यटकहरू आउँदै गर्दा पानी परिहाल्यो भनेदेखि बस्नको लागि छाना लगाएर चाहिँ उत्तिनको लागि चाहिँ बनाएको संरचना। यो पनि एकदम बबाल डिजाइनमा बनाएको छ, कलर उस्तै होइन, झिलिमिली उस्तै राति। यसमा चाहिँ बत्तीहरू जोडिएको छ, बिजुली बत्ती। यो चाहिँ ठ्याक्कै मैले पनि सानो उमेरमा चाहिँ यसरी मटेङ्ग्रा पाटेर चाहिँ लिसाइलो माटोको चरा मारिन्थ्यो होइन। गुलेलीले चरा धेरै मारे मैले पनि। आज ट्याक्कै मलाई बालापनको याद दिलाइदियो क्या यो मटेङ्ग्राले चाहिँ। हेर्नुहोस् ल, यो बच्चाहरूले चाहिँ यसरी मटेङ्ग्रा बाटेर चाहिँ यहाँ सुकाएको रहेछ होइन, कस्तो दामी छ। ल हेर्नुहोस् है मटेङ्ग्रा, यो चाहिँ यो सुन्दर ठाउँहरूको दृश्य तपाईँहरूलाई नदेखाइ त म अझ के जान्थेँ र होइन। तपाईँहरूलाई मैले यो सुन्दर, यति सुन्दर ठाउँ, यति रमणीय ठाउँको होइन भिडियो नबनाएँ है, तपाईँहरूलाई नदेखाएँ। अनि मैले पनि त तपाईँहरूलाई देखाउनु पऱ्यो नि त होइन। यसो हल्का चहल पहल त दिनु पऱ्यो नि त, यसरी हल्का दिनु पऱ्यो नि त होइन। ल हेर्नुहोस् एकदमै राम्रो ठाउँ छ। अनि त्यसै गरी
हरेक वर्षको असार 5 गते चाहिँ त्यो स्थानमा है, यो स्थानमा ठ्याक्कै यो स्थानमा चाहिँ किराँतहरूको महान चाड साकेला चाहिँ हरेक वर्षको असार 5 गते चाहिँ लाग्ने गर्दछ यस स्थानमा या ताओ भन्ज्याङमा। अनि तपाईँहरू पनि आउनु होला, त्यतिखेर म पनि सकेसम्म आउने छु। अनि त्यतिखेर पनि म होइन यसरी नै झलपल दिनेछु हल्का। यो चाहिँ अहिले सूर्यको किरणले गर्दाखेरि चाहिँ यस्तो देखिरहेको छ है, स्टार। ल हेर्नुहोस् एक्ज्याक्टली यो चाहिँ के बनाउन खोजेँ मैले चाहिँ बुझिनँ है। यहाँ चाहिँ बिजुली बत्तीको डेबा खिचिरहेको छ, वाइफाई पनि छ कि क्या, धेरै राम्रो देखिरहेको छ है। फेम यहाँ नजिकै रहेको बस्तीहरू। ल है तपाईँहरूको गाउँ हेर्नुहोस्, कमेन्ट गर्नुहोस् है तपाईँहरूको गाउँ हो भने, चिन्नुभयो भने। हामीहरू चाहिँ यति बेला यस स्थानमा छौँ। हिज माई ब्रदर, मेरो भाइ चाहिँ बेलटारदेखि, उदयपुर बेलटारदेखि चाहिँ अस्ति भर्खर आउनु भएको थियो। त्यही भएर मैले चाहिँ यस ठाउँमा यो ठाउँहरूको होइन के कस्तो छ ल केही भनिदिनु पऱ्यो, बोलिदिनु पऱ्यो। यो ठाउँको लागि राम्रो लाग्यो कि राम्रो लागेन भनेर चाहिँ देखाउनु ल्याएको। कस्तो लाग्यो ठाउँ? राम्रो छ, हेर्न आउनु होला सबैजना। भ्यू त बबाल छ नि होइन? तराई राम्रो कि पहाड राम्रो भनौँ त? पहाड हो नि। पहाड के छ नि होइन? पहाडमा त हावा खाएर पानी खाएरै 2-4 महिना बाँचिन्छ, खानेकुरा नखाइ हो क्या नि त। ल हेर्नुहोस् है, तपाईँहरू पनि आउनुहोस् है ल घुम्नको लागि चाहिँ। हेर्नुहोस् सूर्यपट्टिबाट आएको भ्यू, एन्टिलाइट क्या बबाल आइरहेछ होइन त गाइजहरू। हामी चाहिँ यो बाटो आएको है गाइजहरू, यो बाटो आएको हामी चाहिँ त्यो जङ्गलदेखि ट्याक्क काटेर आएको चट्टै होइन। अब फेरि हामी फर्किँदा पनि जङ्गलदेखि चट्टै काटेर जानुपर्ने हुन्छ। यस्तो बाटो आएको हामी चाहिँ, बाटो बबाल छ एकदमै राम्रो छ। अब चाहिँ मैले तपाईँहरूलाई चाहिँ यो ठाउँबाट चाहिँ बिदा गर्न चाहेँ र मेरो भिडियोबाट पनि बिदा गर्न चाहेँ। किनभनेदेखि मैले धेरै लामो भिडियो बनाउन चाहिनँ होइन। अब यहाँभन्दा धेरै मैले घुमिनँ पनि, छन चाहिँ यहाँनिर घुम्नुपर्ने ठाउँहरू छ। यता मास्तिरतिर पनि चिन्ने पोखरीहरू छ होइन, यतापट्टितिर पानधारे बजारहरू छ, त्यहाँ पछाडि मैले देखिरहेको गुम्बाहरू छ। र पनि म अल्छी लाग्यो।